यस्तै भाउजू अनि हजुर भान्सामा थिएँ खट्टी भुटिनुहोस् भयो सेना सेना बनाएर भुटिनु वरै मात्रै बोल्ने ओरे मात्रै बोल्ने हुन्छ त उहाँहरू खाली मुटु घेर ओरे बोल्नुहुन्थ्यो कि बा फेरि यत्रो मानो 7 मानोलाई नुहाराइछ पितलको मानाले त्यहाँबाट त भुटेको त 19 मानो बनाएँ मेरो बा होइ कति फुर्यो होला कति फुर्यो होला छ्या त्यहाँ त मेला लिएर गयो मैले त्यही मानाल्टी त्यहाँदेखिको धेरै दिन हेरेको नि ए हजुर कहाँ त सामान लैदिन बाल भुट्न भनेर ए हो त नि त्यस्तो चलन थियो कि पहिला त के हो अथवा त न मेला गर्नु पर्ने न नास्ता दिन पर्ने न के गर्नु पर्ने त्यहाँको पिरलै छ अहिले अचारको रोपाइ त ढिलो छ छिटै छ कलको जाने खान रोप्नु जान्दैनन् बाजे रोपाइ हुन्थ्यो जस्तै यो जुन मलको खाल्टो भएर उता बाजे रोपाइ भयो त्यो बौलाई जस्तो कान्छी लुहुरी हिँडेछ त्यति गोपालकी आमाले ती पनि बिराएकी झुम्री छन् के बौलाई बाउलाई आयो त जति लतार्दै हिँड्दा जतिखेर पनि गफलाउनु चाहिँ पनि जान्ने हातबाट नचुम्ने हो कि हजुर जस्तो अरू त कसैले पनि दिएन क्या यहाँ त मैले भुँडी बढी आउँदा दिने हो त कर्कलाको अचार र धान काट्ने बेला हजुरले बनाएको कर्कला अचार र पुवा टप्परी भरि खाँदा त जम्मै अगाउने के 2 बजे ट्याक्कै नानी नास्ता जतिसुकै टाढा होस् के गौडान भए पनि आमा 2 बजे नास्ता पुरै भ्याउनुहुन्थ्यो पैटारी भए पनि पातोरे कता छन् खेतरा 2 बजे ट्याक्कै नास्तामा पुरै भ्याउने हो कि कसरी सकेको त्यस्तै हुनुहुन्थ्यो आमा त त्यही भएर सबैलाई अब घरतिर जान्छु त्यहाँ संसार कहाँ पस्छु ल अब के बनाउनु यति केही खाएर जानु पर्यो नि केही पनि खानु